चाहिँ मुकबाङ भन्दा पनि सानो यो 2-2वटा अन्डा अनि 1-1वटा कागज के अरे अकबरे खोर्सानी र अनि 1-1वटा टुपिएम फ्राई गरेर ट्याक्कै रेडी गरेको छु। आज हाम्रो गेस्ट मिना मेम आउनुभएको छ र सुनिता अनि मैले चाहिँ डिटक्स पानी पनि छ र उहाँहरूको लागि चाहिँ यो छ है। ल अब स्टार्ट गर्नुपर्छ टाइम है। मोबाइल ल्याइएन है हामीले कसले खाइसक्ने भन्दा पनि खाइसकिँदैन मलाई त्यो त थाहा छ, तर घडी हेरेर 2 मिनटमा चाहिँ कोही खाइसक्छ त्यो चाहिँ अनि जति खाइसकिन्छ घडी हेरिदिनु ल 2 मिनट हेर्नु न साथीहरू यस्तो छ है। ल टाइम अब हामी आफै स्टार्ट गर्छौँ है। टाइम हामी एकदम ज्ञानी छौँ नि भलात्नी छौँ, त्यही भएर हामी झुट बोल्दैनौँ। टाइम सुरु भयो 1 2 3 मिनटपछि ओके भन्नु ल 1 2 3 गो। तातो तातो छ है साथीहरू। कति जानु कति मिठो है हाम्रो आफै बनाएको जानु ट्राई गरेर पनि मिठो जति देख्छ मलाई आउँछ त्यति राम्रो। 3 मिनट चाहिँ हेर्दै गर्नु। टुपिएमको पिरो सबै सँगसँगै खोर्सानी पनि थपेको रातो सँगसँगै पराक्कै पारे साथीहरू। तिमीले खोर्सानी खायौ? खोर्सानी खानुपर्छ है। हामी चाहिँ गइराखेको छौँ है साथी। पाएको क्या पाएको हुँदैन सक्ने हुने रहेछ खोर्सानी टोक्न सक्छु भयो किर्क भयो रातो खोर्सानीको बास्नै मिठो है म्याम। सक्यो मैले यति सकेँ। हाम्रो विनर चाहिँ म्याम हुनुभयो र विनरलाई चाहिँ हामीले एउटा कोक दिने भनेको छौँ, तर विनरले त कोक पुरै खाइसक्नु पर्दैन कि नलिने कि लिने अब यहाँ भन्नु दर्शकै अगाडि हामी चाहिँ एक्लैले हो। फेरि कोक पनि कोक कत्रो छ? कोक 2.5 लिटरको एक्लैले सानो खानुहुन्छ मेरो त्यस्तै छ कस्तो मिठो बनाएको छ म्याम होइन खर्च साथीहरू जानु अनि यो सबै हाम्रो छ कस्तो मिठो हुन्छ कस्तो मजाले आवाज आयो नि खोर्सानीको मिठो साथीहरू खोर्सानीको आवाज पक्नु ल साथीहरू। फर्स्ट चाहिँ उहाँ हुनुभयो, सेकेन्ड चाहिँ उहाँ हुनुभयो, थर्ड चाहिँ म भएँ। अब आरामले खान्छु चाहिँ झट्ट भइहाल्यो। बाई बाई। मलाई पनि हेरेर धेरै माया गरिदिनु होला। थ्याङ्क यू।